सुदन गुरुङले हिजो राजीनामा दिए पनि उनी फेरि गृहमन्त्री हुन पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न अहिले धेरैको मनमा उब्जेको छ र यसको सरल जवाफ हो पाउँछन् र यसलाई हाम्रो संविधानले पनि दिन्छ। इनफ्याक्ट भन्नुहुन्छ भने सुदन गुरुङलाई भविष्यमा फेरि गृहमन्त्री बनाउन अहिलेदेखि नै ग्राउन्ड वर्क पनि सुरु भइसकेको छ। हाम्रो संविधानको अनुसार कुरालाई कम्प्लिकेटेड नबनाई भन्ने हो भने सुदन गुरुङलाई गृहमन्त्री फेरि बन्न दुईवटा मेजर कुराले रोक्न सक्छ। एउटा त त्यो गृहमन्त्री पदमा अरू कोही छ भने भएको गृहमन्त्री नहटेसम्म उनलाई गृहमन्त्री बनाउन मिल्दैन र अर्को कुरा सुदन गुरुङ संविधानको धारा 87 को अनुसार कुनै नैतिक पतनदेखि नै फौजदारी कसुरमा दोषी देखिनु हुँदैन। यानि कि अहिले जुन कुरामा उनलाई आरोप लागेको छ र छानबिन हुँदैछ त्यसमा उनी निर्दोष देखिनुपर्छ। यो दुवै कुरा मिल्यो भने अनि यदि बालेन शाहले उनलाई गृहमन्त्री नियुक्त गर्न चाहे भने उनलाई गृहमन्त्री बन्न रोक्ने कुनै पनि कुरा हाम्रो संविधानमा छैन, किनभने बाँकी सामान्य कुरामा उनी अलरेडी क्वालिफाई भइसकेका छन्। अब उनलाई गृहमन्त्री बनाउन ग्राउन्ड वर्क चाहिँ कसरी सुरु भइसकेको छ भनी सोध्नुहुन्छ भने बालेन शाहले सुदन गुरुङ विरुद्धको छानबिन नसकिएसम्म र निष्कर्ष नआएसम्म आफैले गृह मन्त्रालय हेर्ने भनेका छन्। सो गृहमन्त्रीको पद खाली नै हुनेछ। सो त्यो चाहिँ समस्या रहेन। त्यसैले अब मुख्य कुरा चाहिँ सुदन गुरुङ विरुद्धको छानबिनमा उनी निर्दोष देखिनुपर्छ। सो सुदन गुरुङको राजीनामाले गर्दा निराश हुनुभएको छ भने धैर्य राख्नुहोला, हामीले उनलाई फेरि गृहमन्त्रीको पदमा देख्ने सम्भावना अझै छ।